त यो दोकानदारलाई भुलाउँदै गर म त यसकी बुढी भेटेर आएँ साउजी तपाईले यो दोकान खोलेको कति साल भयो जति साल भए पनि दोकान चाहिँ बबाल छ यहाँका सामानहरू सुपथ मूल्यमा पाउँछौँ हामीले खुसी लाग्यो अनि साउजी मैले यो खाएको चाहिँ अहिले मसँग पैसा छैन उधारो मिलाइदिनु होला पैसा दिउँ लागेपछि है ठिक छ भाइ तिमीलाई अरू पनि के खाने मन छ भने खाऊ न उधारो तिरिहाल्नु आरामसँग के छैन आफ्नै दोकान तिम्रै दोकान हो जहिले तिर्न चाहन्छौ तिमी तिरिदिनु नतिरे पनि हुन्छ भाइ टेन्सन नल्याऊ अनि खाऊ मस्तो आफ्नै दोकान हो तिम्रो ओहो म जस्तो फटा मान्छेलाई त जे खान्छ खा भने यार मनदेखि दाइले हो यस्तो मान्छेलाई फसाएपछि होला त यार सत्य कुरा जे हो त्यही भनिदिनु पर्यो यसलाई फसाउनु छैन यार राम्रो रहेछ मान्छे साउजी तपाईँसँग मैले एउटा कुरा झुट बोलेँ त्यो मेरो साथी छ नि त्यो अहिले भर्खर तपाईँको बुढी भेट्न गएको के वास्तवमा अब के गर्नु तपाईँलाई अल्झाइ राख भन्यो मैले तपाईँलाई अल्झाइ राख्न लागि मात्रै तपाईँसँग कुरा गरेर आएँ त्यो त तपाईँको बुढी भेट्न गएको थियो त्यसो भए त्यस्तै रहेछ त्यो राणा होइन अहिले म त्यसलाई फोन गरेर ठिक पार्छु त्यो त म यहाँ दोकानमा आउने अनि कन्ना पछाडि त्यस्ता काम गर्ने होइन हो भाइ म त बिर्सेको मैले त बिमै गरेको छैन त अरे त्यो कसको बुढी भेट्न गयो त मेरो साथी तपाईँको बुढी छैन भने चाहिँ तपाईँले बिहा गरेर छ भने कसको बुढी भेट्न गयो त यार तपाईँले बिहा गर्नुभयो साउजी मैले बिहे गरेको जम्मा 2 महिना मात्रै भयो त त्यसो भए भ्यायो भाइ त्यसले त मुखमा राम राम बगलीमा छुरा हाने जस्तो भयो तिमीले त साथीका नाममा नागै पाल्न लागेको रहेछौ भाइ यार